प्रश्न नम्बर 1 बच्चालाई डाडुरा विरुद्ध खोप कहिले दिन्छ? यसको राइट एन्सर रहेको छ जन्मेको 9 महिना पुगेपछि। प्रश्न नम्बर 2 भ्यागुटे रोग र लहरे खोकी विरुद्ध दिने खोप कुन हो? यसको राइट एन्सर रहेको छ डीपीटी खोप। प्रश्न नम्बर 3 क्षय रोग विरुद्ध दिने खोपलाई के भनिन्छ? यसको राइट एन्सर रहेको छ बीसीजी खोप। प्रश्न नम्बर 4 बीसीजी को पूर्ण रूप के हो? यसको राइट एन्सर रहेको छ ब्यासिलस क्यालमेट-ग्युरिन। प्रश्न नम्बर 5 क्षय रोगको जीवाणु सर्वप्रथम कहिले पत्ता लागेको हो? साथीहरू यसको राइट एन्सर रहेको छ सन् 1882 मा। प्रश्न नम्बर 6 क्षय रोगको जीवाणु सर्वप्रथम कसले पत्ता लगाएका हुन्? यसको राइट एन्सर रहेको छ रोबर्ट कोच। प्रश्न नम्बर 7 गाइनेटिक्स भन्नाले के बुझिन्छ? यसको राइट एन्सर रहेको छ मानव मस्तिष्क सम्बन्धी विज्ञान। प्रश्न नम्बर 8 जनस्वास्थ्य सम्बन्धी कानुन बनाउने पहिलो देश कुन हो? यसको राइट एन्सर रहेको छ बेलायत। प्रश्न नम्बर 9 जनस्वास्थ्य कार्यक्रमको सुरुवात कुन रोगको महामारीका कारणबाट भएको मानिन्छ? यसको राइट एन्सर रहेको छ हैजा। प्रश्न नम्बर 10 बेलायतमा पब्लिक हेल्थ एक्ट कहिले जारी भएको थियो? यसको राइट एन्सर रहेको छ सन् 1848 मा। प्रश्न नम्बर 11 छैठौं शताब्दीमा रोममा महामारीको रूपमा फैलिएको रोग कुन हो? यसको राइट एन्सर रहेको छ प्लेग। प्रश्न नम्बर 12 असाध्य रोग भनेको के हो? यसको राइट एन्सर रहेको छ खास उपचारपट्ट लागि नसकेको रोग। प्रश्न नम्बर 13 7औं शताब्दीमा भारतीय उपमहाद्वीपमा महामारीको रूपमा फैलिएको रोग कुन हो? यसको राइट एन्सर रहेको छ हैजा। प्रश्न नम्बर 14 औलो रोग कसरी सर्दछ? यसको राइट एन्सर रहेको छ एनोफिलस जातको पोथी लामखुट्टेको टोकाइबाट। प्रश्न नम्बर 15 बिफर रोग कुन जीवाणुको कारणबाट लाग्छ? यसको राइट एन्सर रहेको छ भेरियोला भाइरसबाट। प्रश्न नम्बर 16 भिटामिन ए को रासायनिक नाम के हो? यसको राइट एन्सर रहेको छ रेटिनोल। प्रश्न नम्बर 17 मानिसमा सामान्यतया यौवन अवस्था कति वर्षदेखि सुरु हुन्छ? यसको राइट एन्सर रहेको छ 13 वर्षदेखि। प्रश्न नम्बर 18 रेबिज रोग कुन जीवाणुको संक्रमणले लाग्छ? यसको राइट एन्सर रहेको छ जेनस लिसा भाइरसले। प्रश्न नम्बर 19 इसिजी नामक यन्त्र कुन अङ्गको परीक्षणका लागि प्रयोग गरिन्छ? यसको राइट एन्सर रहेको छ मुटु। प्रश्न नम्बर 20 इसिजी को पूरा रूप के हो? यसको राइट एन्सर रहेको छ इलेक्ट्रोकार्डियोग्राम। प्रश्न नम्बर 21 पोलियोमिलिटिस रोगको संक्रमण काल कति समयको हुन्छ?
यसको राइट एन्सर रहेको छ 7 देखि 17 दिनसम्म। प्रश्न नम्बर 22 एन्टिपाइरेटिक भन्नाले कस्तो औषधिलाई बुझाउँछ? यसको राइट एन्सर रहेको छ ज्वरो कम गर्ने औषधि। प्रश्न नम्बर 23 सार्स रोग सर्वप्रथम कहाँ देखा परेको थियो? यसको राइट एन्सर रहेको छ चीनमा। प्रश्न नम्बर 24 स्वाइन फ्लूलाई WHO ले कहिले महामारी रोगको रूपमा घोषणा गरेको हो? यसको राइट एन्सर रहेको छ सन् 2009 जुन 11 मा। प्रश्न नम्बर 25 मानिसको शरीरमा भएको कुन रक्त समूहलाई युनिभर्सल डोनर पनि भनिन्छ? यसको राइट एन्सर रहेको छ ग्रुप ओ। प्रश्न नम्बर 26 कुन भिटामिनको कमीले चोट लागेको ठाउँबाट रगत धेरै बग्दछ? यसको राइट एन्सर रहेको छ भिटामिन के। साथीहरु थप यस्तै नलेजेबल भिडियोहरू हेर्नको लागि भिडियोलाई लाइक र च्यानलमा नयाँ हुन्छ भने कृपया सब्स्क्राइब गर्न नबिर्सनु होला। धन्यवाद।